विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका प्रसिद्ध स्थलहरूमध्ये भक्तपुर दरबार क्षेत्र एक महत्त्वपूर्ण स्थान हो। भक्तपुर दरबार क्षेत्र, जसलाई नेवा भाषामा खोप लागेको भन्ने गरिन्छ, मूलतः यो भक्तपुरका तत्कालीन राजाहरूको प्राचीन दरबार हो। समुद्र सतहदेखि 4600 फिटको उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। नेपालको ऐतिहासिक धरोहरका रूपमा रहेको भक्तपुर दरबारले विश्वका सम्पूर्ण मानिसलाई आकर्षित गर्दै आएको छ। यो नेपालको प्रमुख पर्यटकीय केन्द्र पनि हो। भक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ। प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राजदरबारबाट सञ्चालन गरेका थिए। राजधानी काठमाडौँबाट 13 किलोमिटर पूर्वमा भक्तपुर दरबार क्षेत्र पर्दछ। दरबार परिसरमा 4वटा छुट्टै क्षेत्रहरू छन्, जसमध्ये दरबार क्षेत्र, टौमदी क्षेत्र, दत्तात्रेय क्षेत्र र कोटली क्षेत्र रहेका छन्। यीमध्ये 55 झ्याले दरबार यहाँको प्रमुख आकर्षण हो। राजा भूपतिन्द्र मल्लले आफ्नो शासनकाल भक्तपुरबाट सुरु गरेका थिए। उक्त दरबारको निर्माण भने उनका छोरा रणजित मल्लले गरेका थिए, जतिबेला नेपाल सम्वत 828 अर्थात् विक्रम सम्वत 1765 को शासनकाल थियो। भक्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा वत्सल्य देवी मन्दिर हो। ढुङ्गाको उत्कृष्ट कलाकृति रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सल्य देवी रहेकी छ। यो मन्दिर आफ्नो चाँदीको ठुलो घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको छ। भक्तपुर दरबार क्षेत्रमा अहिले पर्यटकहरू रमाइरहेका छन्। यहाँ वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गर्ने गरेका छन्। कूटनीतिक क्षेत्रका विभिन्न अधिकारीहरू पनि भक्तपुर दरबार क्षेत्रको अवलोकनमा पुग्ने गर्छन्। नेपालको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको भक्तपुर दरबार क्षेत्रमा एकपटक अवश्य पुग्नु